अरू पनि अल्टरनेटिभ वे के छ भनेर बुझ्दाखेरि चाहिँ थियो, नतिर्दा पनि हुने। तर नतिर्दाखेरि चाहिँ आफूले एकदमै धेरै अब जस्तै क्रेडिट स्कोर अनि एकदमै फ्युचर इस्युजहरू आउने कारण थियो। सो मैले चाहिँ पे नै गरौँ भने अपिल पनि गर्ने एउटा वे चाहिँ थियो होइन। अपिल गर्नको लागि मलाई त्यति साह्रो आइडिया थिएन अनि मलाई कोही हेल्प गर्ने अनि मैले मान्छे भेटिनँ। सो आई डिसाइडेड टु पे। अनि हजुरहरूलाई लाग्छ होला कि प्रब्लम चाहिँ अब यतिकै उनीहरूले गर्दैन होइन, सिस्टम हो, एउटा सिस्टम हुन्छ। त्यो प्रब्लममा चाहिँ कसरी फसेँ भन्दाखेरि चाहिँ मेरो एकजना एजेन्टको थ्रु मैले हेल्थ इन्सुरेन्सको प्लान गरेको थिएँ। अनि 2025मा चाहिँ न्यू चेन्ज गर्नु पर्दाखेरि चाहिँ कन्ट्याक्टलेस भएर मैले आफूले ट्राई गरेँ। अब आफूले ट्राई गर्दाखेरि चाहिँ आई डोन्ट नो कि मेरो स्टिल त्यो अर्को प्लान पनि एक्टिभ छ। अनि मैले फेरि अर्को प्लान गरेँ, 2टा प्लान एक्टिभ भयो। अनि 1 महिनाको मात्र पैसा काटेको थियो है। मन्थली प्रिमियम चाहिँ 400 समथिङको थियो। अनि त्यसपछि यो चाहिँ मेरो इन्डिभिजुअल मेरो कामले यो हेल्थ इन्सुरेन्स गर्दैन, मेरो इन्डिभिजुअल हो यो चाहिँ। अनि 400 मन्थली थियो भनेपछि अनि अब स्टेटको सब्सिडीले गर्दाखेरि त्यो सब्सिडीको बेनिफिटले गर्दाखेरि मैले $84 समथिङ सेन्ट्स पे गर्नुपर्ने हुन्थ्यो, जुन चाहिँ उनीहरूले 1 महिनाको मात्र काट्यो। अनि 3-4 महिनाको काटेको छैन कि। अनि मैले बुझ्नु खोज्दाखेरि चाहिँ किन मेरो उनीहरूले चार्ज गराएको छैन भन्दाखेरि यु हेभ 2 प्लान्स, 2टा प्लान छ, एउटा प्लान क्यान्सल गर्नु पऱ्यो। अनि मैले एउटा प्लान क्यान्सल गर्नुको लागि रिक्वेस्ट गरिसकेपछि चाहिँ मेरो सब्सिडी पनि उनीहरूले क्यान्सल गरिदिएछ होइन। एक्ज्याक्ट के हो प्रब्लम चाहिँ थाहा भएन। तर उनीहरूले मेरो सब्सिडी नपाएपछि मेरो मन्थली प्रिमियम मैले दिनु पऱ्यो। अनि त्यही कारण चाहिँ 1020 बिल आयो।